सुरज भाइ अनि म टक्कै यहाँ निस्किन लाग्यो हैन। सो भाइको रोला हान्न आउँछ। भाइको बाइक चाहिँ पङ्चर भएर मेरो रुममा राखिराखम अनि मेरो बाइकमा आइराखम। सो गुड मर्निङ, हेलो एन्ड नमस्ते एभ्रिवान। होप सबैजना सन्चै हुनुहुन्छ होला। इट्स मेरो भाइ लेनिजङ, म पनि एकदम धेरै सन्चै छु। हामी चाहिँ के को लागि जाने यार भाइ आज? डट रेस। सो हाम्रो आज फर्स्ट टाइम हैन बुटलमा, अब डट एक्सपिरियन्स गर्न हैन। अब मन छ भने सो हजुरहरू पनि आउनु होला, त्यति भेटौँला। सो सबैजना साथीहरू गइराछन्, उतै गएर हामी भेट्छौँ। अनि यदि हजुरको लाइसेन्स छ भने हजुरले फ्रीमा डट टेस्ट गर्न सक्नुहुन्छ हैन। अब एक्सपिरियन्स हुन्छ नि त, मजाले लिन सक्नुहुन्छ। सबैजना रमाइलो गर्न हामी एनसी भएर भाइ ल लगाइस गएको। हामी उतै गएर भेट्छौँ। किप वाचिङ, डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब है ल। फाइनली हामी चाहिँ यहाँ डट रेस खेल्ने ठाउँमा आइसक्यो। अनि त्यही हो, यहाँ रहेछ खेल्ने चाहिँ ट्र्याक। अब रजिस्ट्रेसन पनि खुला भयो। हरिब रहेछ। लास्टै माटो माटो छ त यार। केटाहरू सब भाइ यता खान ल, चस्मा हरायो। त्यही हो, अरू त त्यस्तै हो केटा होइन। सो आइसक्यो यहाँ, एज यु क्यान सी देख्न सक्छौ। हल्का मोडअप भइरह, त्यही हो, अरू त खल्ली बल्ली। अब ल अब हामी यहाँदेखि भित्र छिर्छ। केटाहरू मस्त आएर बसिरह। यो चाहिँ इन्ट्री गेट। ल है केटा, हान्नुपर्छ बवाल। गइसक्यो। सुजल है, यसपछि नेक्स्ट चाहिँ सुजल भयो। म चाहिँ मार्छन् क्या हो, आटा मार्छ। आउनु पर्यो ल। डर लागिरहेको क्या, डर लागिरहेछ। फिलिङ कुल भनौँ, कन्फिडेन्स आइरहेन। अब हान्ने व्यक्ति पहिलो तपाईँ हो, कोही यार हो। यस दोस्रोमा म स्योर। यता आउनु है।
आउट अफ कन्ट्रोल हुन्छ आपको हान्नुपर्छ हो? स्पिड हो त हाम्रो र पावर छ जाम अब निस्क्यो मजा आउँछ फास्ट गाह्रो हुन्छ यार केटाहरूलाई चल्दै गयो अब हान्ने एक राइट जस मजा आयो के छ भाइ तिमीले अनुभव कति बेला लिने एकछिनमा दाइ बाई बाई निस्किन लाग्न अब मैले क्यामेराम्यान खोजेर मैले रट्टा हाल्छु रट्टा हुन्छ नि